ट्रोलिङै छ यो ढुङ्गा माथि त हो कापेकै भिडियो ठिक छ यति कोल्डेल के गर्नु भयो हुन्छ यति कोल्डेल के गर्नु अलि यता गरौँ न घुमाउन मिल्छ अलिकति नत्र त्यतिकै हुन्छ हुन्छ ठिक छ यो त फेदमै राखेको छैन अलिकति माथि छ आज हामीले चाहिँ उमाकुण्ड 2 नम्बर वडाको चाहिँ यहाँ लगायत रत्नज्योति टोल विकास संस्थाको अध्यक्षज्यू लगायत यहाँ हाम्रो लुमुको भाइहरू सम्पूर्ण आएर चाहिँ हामीले वडाबाट चाहिँ यो ठुलो मालबाग ट्रकहरूलाई चाहिँ अब यो हाइड्रोको गाडीहरू लगायत ठुलो मालबागलाई चाहिँ यो बाटोको लागि हामीले चाहिँ उहाँहरूलाई बाटो छोडिदिएको छ र यता वडाको बाटोहरू चाहिँ अब 20 सेन्टीको सोलिङ भएको कारणले गर्दाखेरि अब ठुलो लोड आउँदाखेरि अलिक धेरै बिगार्ने भएको कारणले गर्दा हामीले हाइड्रोलाई चाहिँ यो बाटो बनाउनुहोस् योभन्दा 2-4 वर्ष अगाडि नै हामीले निर्णय पनि गरेका छौँ यो बाटो बनाएर यो बाटो प्रयोग गर्नुहोस् भनेर चाहिँ हामीले भनेका थियौँ र यहाँ अहिले चाहिँ लगालग ठुला गाडीहरू चाहिँ यता हिँड्ने भएको कारणले गर्दा हामीले अहिले चाहिँ यो ठुलो गाडीहरूलाई चाहिँ यता नहिँडिदिनुहोस् र यो बाटो हिँडिदिनुहोस् भनेर 10-8 टनभन्दा माथिको मालबागहरूलाई चाहिँ यो बाटोबाट चाहिँ हामीले चलाउनुहोस् भनेर चाहिँ खालको हामीले यो एउटा सूचना बोर्ड राखेका हौँ र यसको आधारमा यो कुराले हैन उहाँहरूले चाहिँ बुझ्नुपर्ने हुन्छ त्यो बुझेर चाहिँ यो बाटो प्रयोग गरिदिनु होला भन्ने हामी आशा गर्दै र हाम्रो विशेष भाइहरू आएर खट्नुभयो टोल विकास संस्था रत्नज्योति टोल विकास संस्थाको अश्विन बस्नेत लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु हस्त नमस्कार धन्यवाद यहाँका वडा अध्यक्षज्यूलाई पनि र आज चाहिँ अब हामी चाहिँ यहाँनिर बोकेर चाहिँ त्यो बोर्ड टाँसिरहेको छौँ यहाँनिर अनि योभन्दा तल गएर नि गर्नुपर्ने हुन्छ हामी चाहिँ अब गाडीमा चढ्छौँ उहाँ अङ्कलहरू पनि हेर्दै हुनुहुन्छ सरलाइट गाई चाहिँ अब चाहिँ हामी गाडीमा चढेर चाहिँ तलतिर जानुपर्ने हुन्छ हेर्दै गर्नु न अब फेरि तलतिर पनि सरलाइट गाई अहिले चाहिँ म अर्को ठाउँमा आइसकेको छु अर्को ठाउँमा फेरि अघि हामीले माथि हाल्यौँ अनि त्यसपछि चाहिँ अहिले चाहिँ हामी यहाँ तल आएको छौँ यो जुन भन्दार गेस्ट हाउस चाहिँ यताबाट जाने हो अनि त्यसपछि यता चाहिँ हाइड्रोको हिँड्ने बाटो त्यो अघिको बाटोबाट यतै भएर आउने हो अनि त्यसपछि यताबाट आउँछ हाम्रो बोर्ड चाहिँ निकाल्दै हुनुहुन्छ यताबाट अङ्कलहरूले अनि हाम्रो बोर्ड चाहिँ अघिको जस्तै छ सेम तर अलिक धेर भयो क्या यो लेख्ने चाहिँ यो चाहिँ बुझ्दैन जस्तो लागेको मलाई कहाँनिर काट्ने यहाँ यता अब चाहिँ उठाउँदै हुनुहुन्छ ल अभिषेक दाई फुल फर्ममा आइसक्नु भएको छ तर यो कहाँनिर राख्ने भन्ने कुरा यहाँ हो हाम्रो लोकेसन बोर्ड चाहिँ यसरी राखेको छ हामीले अनि माथितिर नि राख्नुभयो अघि यहाँ उमाकुण्ड गाउँपालिका वडा नम्बर 2 बाम्दी भनेको वडा अध्यक्षज्यूबाट पनि सुनिसक्नु भएको छ तपाईँहरूले प्रायः जस्तो चाहिँ अब 8 टनभन्दा चाहिँ माथि चाहिँ यो यताको बाटो हिँड्न नदिने भन्ने छ होइन किनकि त्यसले चाहिँ गर्दाखेरि सोलिङहरू बिगार्ने हुन्छ अनि त्यो भएर चाहिँ अनि यसरी चाहिँ हाइड्रोको गाडीहरूलाई चाहिँ छुट्टै रोड छ क्या उनीहरूको हाइड्रोको तर हाइड्रोको गाडीहरू चाहिँ त्यताबाट नजाने अनि यताबाट जाने भएर चाहिँ यो बजारको बाटो त्यही भएर चाहिँ हामीले त्यस्तो गरे हो यसरी बोर्ड लोकेसन बोर्ड राखेपछि चाहिँ अब मान्छेहरूले हेर्नु चाहिँ पर्यो होइन सो अलट गाइस हामीले गाडी सकेको छौँ हेर्न सक्नुहुन्छ तपाईँहरूले बोर्ड पनि समाजसेवी सेवा गर्दैछौँ हामी ओ हाम्रो गाडी पनि आइसकेको छ ओ प्लिज यो ड्राइभर चाहिँ अनि हामी चाहिँ पछाडि बस्नुपर्ने हुन्छ लास्ट हल्लाउँछ मैले अब यहाँको चाहिँ बनाउन सक्दिनँ यस्तै हल्लाउँछ क्या अहिले एउटा चाहिँ बनाउँछ त म कस्तो हुन्छ भनेर पाछङ दाइ ज्याकेट छ त्यहाँ हेर्नु मेरो ज्याकेट कस्तो हुन्छ हेर्दै गर्नु होला है अनुभव ट्र्याक्टरमा बस्दाखेरि अघि हामी बजारबाट आउँदै यहाँ त लास्ट भइसक्यो क्या ल अब हामी हिँडेको अब यहाँ दाइ काम हेर्ने
अब हल्का हल्का फुल्का कान्दैछ है म आया आया आयो लास्ट हाल्नु ज्याकेट त हाल्यो लास्ट हाल्नु आउँछ हामीलाई मैले त हल्लाकै छैन नि यतिको अल्टियो तपाईँ हावा नहुनु त हावा नहुनु समाउनै पर्दैन यहाँ हेर यो मान्छे कामै ल होइन हामी त यतिकै मलाई लास्ट हल्लाएर त यस नो ल हेरौँ है गाइज माथि लुम्बुसम्म चाहिँ यतिकै पुग्नुहुन्छ अरे नअठाइकन मैले चाहिँ लास्ट हल्लाइसकेको छ क्यामेरा चाहिँ अलि हल्लिरहेको होला तपाईँहरू हेर्न चाहिँ हेरिराख्नु ल अहिले हेरौँ न तर यता त बाटो राम्रो छ क्या हो यताको भन्दा त्यो सम्झिनी आइपुग्यो लड्यो तपाईँले अठाउनु भयो नि दाइ